89 दिनको डिलेपछि फाइनली नेपाल सरकारले जेठ 6 गते नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्यो। जेठ 7 गते उहाँले सबै फर्मालिटिजहरू पूरा गरेर अपरेसन्स पनि स्टार्ट गर्नुभयो र आज जेठ 9 गते उहाँको नियुक्तिको विरुद्ध सुप्रिम कोर्टमा एउटा रिट पिटिसन फाइल गरिएको छ। के नवनियुक्त गभर्नरले आफ्नो पोस्ट गुमाउनेवाला छन् त? आउनुहोस् बुझौँ यो सत्ता, राजनीति र कानुनको कथा। नवनियुक्त राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल एक हाइली रिनाउन्ड, एक्सपिरियन्स्ड र क्वालिफाइड इकोनोमिस्ट हुन्। उहाँको क्वालिफिकेसनमा त कुनै क्वेसन नै छैन। राष्ट्र बैंक जस्तो क्रुसियल इन्स्टिट्युसनलाई लिड गर्न सक्ने उहाँ आइडियल क्यान्डिडेट हुनुहुन्छ। 2079 सालमा डाक्टर पौडेलले कङ्ग्रेसको टिकटबाट प्रतिनिधि सभा चुनाव लडेका थिए र राष्ट्र बैंक ऐनले के भन्छ भने यदि तपाईँ कुनै पार्टीको सदस्य हुनुहुन्छ भने तपाईँ गभर्नर बन्न पाउनुहुन्न। तर अहिले त उहाँ पार्टीसँग एफिलिएटेड हुनुहुन्न भन्ने कुरा पनि आउन सक्छ, तर ऐनले भने यो कुरामा कुनै एक्सेप्सन दिएको छैन। सो टेक्निकली उहाँको नियुक्ति इलिगल पनि ठहरिन सक्छ। यही इस्युलाई लिएर केही कानुन व्यवसायीहरूले सुप्रिम कोर्टमा वैशाख 30 गते पनि रिट फाइल गरेका थिए, तर त्यतिखेर डाक्टर पौडेल नियुक्त नभइसकेको भएर त्यो रिट रेजिस्टर हुन भने सकेन। तर अब त उहाँ फर्मली अपोइन्ट पनि भइसक्नुभयो र रिट पनि पेश भएको छ र यो रिट अगाडि बढ्ने हो र सुप्रिम कोर्टले डाक्टर पौडेलको नियुक्तिलाई इलिगल डिक्लेयर गर्ने हो भने को भन्छ त राष्ट्र बैंकको नेक्स्ट गभर्नर? गभर्नर अपोइन्ट गर्नको लागि 3 जना मेम्बर्सको रेकमेन्डेसन कमिटी बनाइएको थियो। त्यो रेकमेन्डेसन कमिटीले रेकमेन्ड गरेको 3 जना मध्ये टप प्रायोरिटीमा विश्वनाथ पौडेल थिए र सेकेन्ड प्रायोरिटीमा थिइन् डेप्युटी गभर्नर नीलम ढुङ्गाना तिमल्सिना। यदि डाक्टर पौडेलले आफ्नो पोस्ट गुमाउनु पर्ने अवस्था सिर्जना भयो भने डाक्टर नीलम ढुङ्गाना तिमल्सिना नै राष्ट्र बैंकको गभर्नरको पोस्टमा अपोइन्ट हुन सक्ने देखिन्छ। तर ट्विस्ट अझै बाँकी नै छ। गभर्नर नियुक्त गर्न फर्म गरिएको रेकमेन्डेसन कमिटीको 3 जना मेम्बरमध्ये 1 जना फर्मर गभर्नर महाप्रसाद अधिकारी आफै थिए र यो इस्युलाई च्यालेन्ज गर्न पनि सुप्रिम कोर्टमा एउटा रिट दायर भएको छ र यो रिटको आदेश के आउँछ त्यो अनुसार यो पुरै सिलेक्सन प्रोसेस नै फेरि रिपिट गर्नुपर्ने पनि हुन सक्छ। डाक्टर पौडेललाई नियुक्त गर्न नै अलमोस्ट 90 दिन लाग्यो र यो प्रोसेस पुरै रिपिट गर्नुपर्ने भयो भने यो अझै कति लम्बेला त? यो कथा सर्फेसबाट जति सिम्पल देखिन्छ भित्रबाट त्यति नै लेयर्ड छ र यो फुल स्टोरी बुझ्नको लागि कमेन्ट्समा दिएको लिङ्कमा गएर हाम्रो फुल ब्लग पोस्ट पढ्नुहोस्।